दोलखा जिल्लामा तोकिएको बस पार्क बन्न सकेको छैन। बस टर्मिनल त छ, तर त्यहाँ कुनै सवारीका साधन पार्किङ गरिएको पाइँदैन। निर्माण थालेको बस पार्क बजेट अभावमा सञ्चालनमा आउन नसकेको हो। बस पार्क नहुँदा फलफूल व्यापारी, पैदल यात्रीका साथै सवारी साधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई समेत समस्या हुने गरेको छ। जिल्लाको पहिचानको रूपमा रहेको दोलखा सदरमुकाम चरीकोट बजारमा बस पार्क नहुँदा अस्तव्यस्त बनेको छ। जिल्लाको सदरमुकामको अवस्था हेरेर नै समग्र जिल्लाको पहिचान हुने भए पनि जिल्ला सदरमुकाम नै अस्तव्यस्त बनेको हो। यसको मुख्य कारण हो बस पार्क नहुनु र आफू खुसी जथाभावी सवारीका साधन पार्किङ गर्नु। भीमेश्वर नगरपालिकाको वडा नम्बर 3 स्थित करिब 3 रोपनी क्षेत्रफलमा निर्माण भइरहेको बस पार्क बजेट अभावमा अझै पनि पूरा हुन सकेको छैन। बस पार्क नहुँदा सड़क दायाँ बायाँ होटल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ हुँदै आएका छन्। यसले गर्दा सर्वसाधारणलाई त बाटो काटेर हिँड्न समस्या भएको नै छ। अझ फरक क्षमता भएका व्यक्तिहरूलाई धेरै गाह्रो रहेको अपाङ्गता भएका व्यक्ति मोहन कार्की बताउनुहुन्छ। हिँडडुल गर्न त अब फुटपाथै छैन, सडकको व्यवस्था पनि नभएछ, सबै मान्छेलाई गाह्रो छ। त्यसमा चाहिँ हामी अलिक फरक क्षमता भएका मान्छेहरूलाई त असाध्यै गाह्रो। लामो दूरीका बस, बोलेरो, जीप र मोटरसाइकलको जथाभावी पार्किङले व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताउनुभयो। पैदल यात्रु, सडक प्रयोगकर्ता भनौँ न, लाइनी समस्या छ। हामीलाई त ठुलै समस्या छ, धेरै गाह्रो नै छ। कार्यक्रम पनि हुने सडकमै छ, कुनै कार्यक्रम गर्ने हुने निश्चित स्थान पनि छैन। बस पार्क निर्माणको काम थालेको 4 महिना बितिसक्यो। डीपीआर गर्दाको बजेट 18 करोड भए पनि गत वर्ष 1 करोड 53 लाखको काम भएको र यो वर्ष 60 लाखको काम भइरहेको भीमेश्वर नगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेश राउतले बताउनुभयो। त्यसको चाहिँ पहुँच मार्गलाई सुधार गरेपछि मलाई लाग्छ अहिले अब यस पछाडि आंशिक रूपमा चाहिँ प्रयोग गर्न सकिन्छ। हिमपाइप, ढलान र वालको काम सम्पन्न भएपछि सुविधा सम्पन्न नभए पनि आंशिक रूपमा सञ्चालनमा ल्याउने भीमेश्वर नगरपालिकाले जनाएको छ। बस पार्कमा साना ठूला गरी करिब 100 वटा सवारीका साधन अट्न सक्ने नगरपालिकाको अनुमान छ। मन्दिरा थापा, नेपाल टेलिभिजन, बागमती प्रदेश, दोलखा।